सम्पूर्ण दर्शकबिनहरूलाई नमस्कार। बोलिरहेको छु तपाईँकै साथी हिमक राई। सदा चाहिँ आज पनि नेक्स्ट टपिकका साथ उपस्थित भइसकेको छु भने आजको टपिक मोबाइलको स्क्रिनमा देख्दै हुनुहुन्छ लेसन 5। लेसन 5 को मिनिङहरू आज हामीले पढ्न गइरहेका छौँ र जति पनि मैले तपाईँहरूमा प्रदान गर्दै आएको मिनिङहरू नयाँ बुक 2025 मा परिभाषित भएको पुस्तकबाट लिएको छु र यो मिनिङहरू हामीले 2025 मा इतिहास टपिक पास गर्नको निम्ति अति नै महत्त्वपूर्ण हुन्छ र यो हामीले पढ्नै पर्ने हुन्छ। साथीहरू, तपाईहरू त्यही भिडियोको लागि मिनिङहरू चाहनुहुन्छ भने कृपया तपाईँ मसँग जोडेर रहनुहोला। यस युट्युब च्यानललाई सब्सक्राइब गरेर रहनुहोला। ओके, अब चाहिँ ढिलो नगरी आजको विषयलाई अगाडि बढाउँ। नाल्चा वा योइल, मिति र बार, याङन्याक वा उम्न्यक, सूर्य र चन्द्र पात्र, इदोङई मकचक्ची जाने ठाउँ, छिनान्दाल गत महिना, इबन्दाल यो महिना, थाउमदाल अर्को महिना, वल महिना, छिनान्जु गत हप्ता, इबन्जु यो हप्ता, थाउमजु अर्को हप्ता, सुत्जा सङ्ख्या, छाङन्यन गत वर्ष, ओल्हे यो वर्ष, नेन्यन अर्को वर्ष, अन्जे कहिले, सेङ्गेल जन्मदिन, छेङ्गु साथी, खेइखु केक, मियगु समुद्री सागको सुप, मेतओल कति महिना, मेछेल कति गते, म थुसेकेसयो के लिनुहुन्छ, खुन सुच्चा ठुलो सङ्ख्या, छागुन सुच्चा सानो सङ्ख्या, नाल्चा मिति छग्यइत्या लेखिएको हुनु, फेउसिहादा जनाउनु, छङ्बु खिगवान सरकारी निकाय, इल्चङ कार्यतालिका, मधु सबै, खिजुन आधार, ख्वाङबोकजल राष्ट्रिय स्वतन्त्रता दिवस, हाङ्गुलनाल कोरियन लिपि दिवस, खुक्क्यङइल राष्ट्रिय विदाको दिन, फप्चङ कानुनी, खोङ्युइल सार्वजनिक विदा, छन्थोङ म्याङ्चल परम्परागत चाडपर्व, सललाल नयाँ वर्ष, छुसक सेहे छतनाल वर्षको पहिलो दिन, छुङ्ग्यो धर्म, छङजुङ दुइदा सम्मान गर्नु, यसुनिम परमेश्वर, फुछनिम भगवान बुद्ध, थानसेङ्गिल जन्मिएको दिन, छिन्चा साँच्चीकै, फेख्वाजम डिपार्टमेन्ट स्टोर, खोगेकनिम ग्राहक, छुक्खाहादा बधाई दिनु, मुन्चा म्यासेज, इफुनिङ याफिङ हुने है त, ख्वाग विगत, खेजल ऋतु, फेङ्गिल काम गर्ने दिन।